दिउँसोको 1 बजे उठ्दा अर्कै दुनियाँमा छु जस्तो लाग्छ। हिजोको डुम स्क्रोलबाट अझै पनि विथड्रल्स भइरह। यो भिडियोमा मैले 3 चोटि कपडा फेर्छु किनभने मलाई थाहा छैन यो गर्मी भइरह कि जाडो भइरह कि यो मौसम के हो। कलेज पछिको छुट्टीमा जहिले पनि के गरम हुन्छ अनि केही पनि गर्दिन। मलाई दिनभरिको पानी एकैचोटि खानुपर्छ नत्र मैले बिर्सिहाल्छु। आज फोन चलाउँदिन भनेर बसेको थिएँ, अब टोलाउन थालेँ। अब चाहिँ म बौलाउँछु नै जस्तो लागेर एक्सर्साइज गर्न थालेँ। अब याद आउँछ कि मैले केही खाएको नै छैन। यो हाहु चाहिँ सधैँको रहेछ। फोन नचलाउँदा त 2 घण्टा पनि 2 दिन जस्तो लाग्दो रहेछ।